नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई शुभयात्रा दुबई युट्युब च्यानलमा। साथीहरु, एकजना साथीले सोधिराख्नु भएको छ दुबईको ड्राइभिङ लाइसेन्स लिनको लागि स्टडी लेभल कतिसम्मको चाहिन्छ भनेर सोधिराख्नु भएको थियो। साथीहरु, दुबईमा ड्राइभिङ लाइसेन्स निकाल्नको लागि ट्राफिक सिग्नलहरु हेर्न पर्छ, हैन सबै इंग्लिशका बोर्डहरु हुन्छन्। एउटा ड्राइभरको नाताले धेरै अफिसहरुमा हामीले भिजिट गर्न पर्छ साथीहरु। त्यहाँ हामीले कम्युनिकेसनमा पनि समस्याहरु आउन सक्छ र हामीले एउटा पढाइको चाहिँ एउटा महत्त्व यहाँनिर हामीले राम्रोसँग बुझ्न सकिन्छ साथीहरु। शिक्षाको माग चाहिँ कति गरिएको छ त साथीहरु, या माग गरिएको छ या छैन, दुबईको के छ कानुन, सानो भिडियोमा म तपाईहरुलाई जानकारीमूलक भिडियो हुनेछ साथीहरु। भिडियोलाई अन्तिम समय हेरेर सम्पूर्ण जानकारी लिनु होला र यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला। साथीहरु, दुबई भनेपछि एउटा युरोपसँग तुलना गरिन्छ र यो कन्ट्रीमा आउँदाखेरि अहिले सबभन्दा बढी चलेको भनेको यहाँको लोकल भाषा सहित इंग्लिश हो साथीहरु। ड्राइभरको नाताले हामी युए को कुना कुना पनि पुग्न पर्छ, त्यहाँनिर लोकेसन हेर्न पर्छ, त्यहाँनिर हामीले बोर्डहरु हेर्न पर्छ साथीहरु, र इंग्लिश कतिको जरुरी छ, इम्पोर्टेन्ट छ भन्ने कुरा पनि हामीले बुझ्न पर्छ। र साथीहरु, हामी आरटीए को सँग जान्छौं र क्राइटेरिया उसको के छ त शिक्षाको लागि, तपाईहरुलाई कति स्टडी लेभल कति चाहिन्छ। अहिलेको सिचुएसनमा साथीहरु, हामी ड्राइभिङ फाइल ओपन गर्न जान्छौं भनेपछि त्यहाँनिर कुनै पनि शिक्षाको प्रमाणपत्रहरु चाहिँ मागिदैन साथीहरु, र उनीहरुले खोज्दैन पनि, त्यसको क्राइटेरिया नै छैन। अब अहिलेसम्म त छैन साथीहरु। अहिले अब निकट भविष्यमा चाहिँ यसको प्रक्रियाहरु चाहिँ लागू हुन सक्छ, तर त्यसको अहिलेसम्म पनि कुनै पनि न्यूजहरु छैन, अपडेटहरु छैन साथीहरु। त्यही भएर ढुक्क भएर तपाईसँग जति पनि पढाइ छ या छैन केही फरक पर्दैन साथीहरु। हामीले चाहिँ टेस्ट पास गर्ने बेला अलिकति चाहिँ सिम्बलहरु हेरेर, हैन लेफ्ट राइटको चाहिँ त्यो अलिकति उनीहरुले भनेर जनाउने हो, त्यति नै हो साथीहरु। त्यो भन्दा चाहिँ बढी उहाँहरुले शिक्षाको कुनै पनि क्राइटेरियाहरु राखेको छैन साथीहरु। सो गाइस, तपाईहरु टेन्सन नगर्नुस्। कुनै पनि तपाईले ड्राइभिङ सुरु गर्नु छ भने चाहिँ शिक्षाको बाधा चाहिँ हाम्रो अगाडि आउने छैन साथीहरु। सो गाइस, तपाईहरु पनि ड्राइभिङ सिक्न चाहनुहुन्छ भने चाहिँ आफ्नो अब राम्रो कामको लागि ढिलै नगरी छिटोभन्दा छिटो सुरु गर्न सक्नुहुन्छ साथीहरु। सो गाइस, आजको भिडियोमा यति नै। भेटौँ हामी नेक्स्ट भिडियोमा नयाँ अपडेटको साथमा। जब तक बिदा दिनुहोस्। नमस्कार।